लगभग 24-25 घण्टाको यात्रापछि माइतबाट मेरो मम्मी आउनुभएको छ। छिन्चु बजार पुरै बन्द छ साथीहरू। महिनाको एक दिन चाहिँ बजार बन्द हुन्छ। त्यही भएर माइत चाहिँ सकभर अलिकति नजिक भएको नै मलाई राम्रो लाग्छ। आमाको मन भनेको चाहिँ यही होला साथीहरू। आफ्नो अहिले हाम्रो सिडीमा ग्रिन लाइट लगाउने काम भइरहेको छ। आफ्नो मान्छे धेरै भएपछि एकछिन भेटेर हिँड्न पर्छ। धेरै मेरो मम्मीले लिएर आएको कोसेली साथीहरू। तर मम्मी चाहिँ जिएस मलाई सरप्राइज दिन आइन्, टाढा भयो नि। घर कस्तो लाग्यो मम्मी? हेलो साथीहरू, वेलकम माई न्यू ब्लग। म सङ्गीता। सो के छ खबर साथीहरू? आई होप हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। नयाँ पुरानो जो हुनुहुन्छ साथीहरू, मेरो भिडियोमा आउनुभएको भए भिडियोलाई फुल वाच गरेर लाइक कमेन्ट गर्नुहोला र च्यानललाई सब्सक्राइब गर्न पनि नबिर्सिनु होला। सो आज मेरो ब्लगिङको सुरुवात भएको छ साथीहरू दिउँसोको 4 बजेदेखि र मेरो घरमा आउनुभएको छ माइतबाट मेरो मम्मी। आज बिहान लगभग 24-25 घण्टाको यात्रापछि माइतबाट मेरो मम्मी आउनुभएको छ र हाम्रो तयारी भएको छ साथीहरू। हाम्रो दिदीहरूको घरमा भेट्न जानको लागि मम्मीलाई लगेर। पहिला त हामी हिँड्यौँ हाम्रो नजिकै रहेको दिदीको घरमा। एकछिन दिदीको घरमा बस्यौँ र हामी फेरि हिँड्यौँ बजारतिर। आफ्नो मान्छे धेरै भएपछि एकछिन भेटेर हिँड्न पर्छ। धेरै बस्ने टाइम पनि हुन्न। फेरि साँझ आएर खाना पनि पकाउनु पर्छ। ताईको घरमा एकछिन बस्यौँ र हामी हिँड्यौँ फेरि दिदीको घरमा। आज छिन्चु बजार पुरै बन्द छ साथीहरू। महिनाको एक दिन चाहिँ बजार बन्द हुन्छ। एकछिन दिदीकोमा बसेर हामी हिँड्यौँ फेरि घरतिर साथीहरू। दिदी दाईहरूको घरमा भेटघाटको काम पनि सकियो साथीहरू। सबैजनालाई भेटिसकेपछि मम्मीलाई मैले लिएर आएको छु हाम्रो घर बनाउने ठाउँमा। घरको काम त अझै हुँदैछ साथीहरू, तर मम्मीलाई चाहिँ देखाउनको लागि लिएर आएको छु मैले। अहिले हाम्रो घरको काम यतिको भएको छ साथीहरू। च्यानल गेट लगाउने काम पनि सकिसकेको छ। कोलियामा चाहिँ ग्रिन लाइट लगाउँदै हुनुहुन्छ। झ्यालमा पनि ग्रिलहरू जोडिसकेको छौँ। कोठामा ढलाइ गरेर पानी पुरै तालिएको छ। कोठाहरू कोलियाहरूमा पुरै पाइप र बिजुलीको तार मात्रै छ। बाथरुमको टाइल लगाउने काम पनि अलमोस्ट सकिसक्यो। अहिले हाम्रो सिडीमा ग्रिन लाइट लगाउने काम भइरहेको छ। शीतलो मान्यो यहाँ शीतलो छ कि। किचनको काम पनि लगभग सकिसकेको छ। अब प्लास्टर र टाइल लगाउने काम मात्रै बाँकी छ। किचन कत्रो लाग्यो? ठुलो छ कि अलि सानै छ? त्यसमा चाहिँ अब सिसाहरू हाल्ने छ। यता साइडमा चाहिँ अब टाइलहरू र अब प्लास्टरको काम बाँकी छ। यसमा चाहिँ पछि उ गर्नु पर्ला क्या। यसमा पछि सिसा ऱ्याकमा चाहिँ सिसा जोड्नु पर्ला। तर हावा आउँछ बाहिर चाहिँ मजाले खुल्ला छ। शीतल हावा आउँछ। यतातिर चाहिँ खुल्ला छ ठाउँ।
यो कोठा चाहिँ हलको लागि छोडेको अब यो बिस्तारै हुन्छ 2-3 वर्षपछि बन्छ यसमा यहाँबाट हेर नि कति आनन्द छ कि सिधा अगाडि हेर न मन्दिर छ देउती बजेको उर्ता बित्तिकै डाइरेक्ट अगाडि के सिधा हेर न यहाँबाट चाहिँ अर्कोचोटि हाम्रो मम्मी आउँदाखेरि डाइरेक्ट हाइवे चाहिँ सिधै अगाडि छ यहाँ अगाडि चाहिँ ऐलानी घरहरू थियो बालेन सरकार आइसकेपछि ऐलानी घरहरू सबै हटेको छ घर कस्तो लाग्यो मम्मी तिमी अलि छिटो आयौ कि हाम्रो घर शनि बेलासम्म बस्थ्यौ कि नै बहिनीहरूको फेरि छुट्टी पनि नमिल्ने हाम्रो मम्मी चाहिँ 24-25 घन्टाको यात्रा हिँडेर हिजो बिहान हिँडेको मान्छे आज 9-10 बजेतिर सुर्खेत आइपुगेको थिइन् र मलाई चाहिँ यतिकै मजाकमा अब आउँछु कि खै कस्तो आउँछु कि नै अब आउनु पर्ला भने जस्तो कुरा चाहिँ गरेको थिइन् तर आउँछु नै भन्ने त्यति थाहा थिएन कि फिक्स नै तर सरप्राइज जस्तो नि भयो तर मलाई विश्वास लागेको थिएन छुट्टी भयो भने आउनु पर्ला बाबालाई सोध्छु अब घरमा अब भैँसीहरू यताउता छ छोड्ने मान्छे छैन चाहिँ भनिराखेको थिइन् अब बर्खा लागेछ आउदिन होला जस्तो मलाई चाहिँ लागेको थियो तर मम्मी चाहिँ जे होस् मलाई सरप्राइज दिन आइन् टाढा भयो नि तर यति महिना बस्छ कि घर सर्ने बेलासम्म फेरि बहिनीहरूको पढाइ छ कति छ छुट्टी अहिले 15 दिन लगभग 2 हप्ताको छ 2 दिन आउनै लाग्छ 2 दिन जानै लाग्छ 4-5 दिन यताउता गर्दा गइहाल्छ टाढाको बहिनीहरूले होमवर्क नि पुरा गर्न पर्यो नि स्कुल खोल्नु टाढाको कुरा यस्तै हो साथीहरू 1-2 वर्षमा जान पाइन्छ माइत जस मम्मी चाहिँ अब वर्षमा एकचोटि पनि आइराख्छिन् मम्मी पछि बुढी भइन् भने फेरि बहिनीहरू छन् बहिनीहरू आउँछन् भाइ पनि यतै छ तर यस्तो हुने रहेछ कि अब नजिक र टाढाको कति फरक हुने कि अब नजिक भयो भने अँध्यारो लाग्दा चाडबाड आउँदाखेरि सट्ट जाम भन्ने हुन्छ नि त अब टाढाको चाहिँ अब अलिकति टाइम छुट्टाएर छोरछोरीको पढाइदेखि लिएर हरेक चिज अब टाइम मिलाएर 1-2 महिनाको लागि जानुपर्छ 1 महिना त निकाल्नै पर्छ त्यही भएर माइत चाहिँ सकभर अलिकति नजिक भएको नै मलाई राम्रो लाग्छ तर बिहा त नजिकै भएको थियो तर हामी बसोबास चाहिँ टाढा भएर तर अघि पछि त्यस्तो फिल हुन्न कि तर चाडबाड आउँदाखेरि अनि त्यहाँबाट आफूलाई एकदम के दुखीमान हुँदा चाहिँ मम्मीहरू बहिनीहरू आफ्नो माइतीहरू चाहिँ नजिक भएको चाहिँ बेस्ट हुन्छ कि भन्ने चाहिँ फिल हुने कि नभए त नजिक भयो भने अझ छिटो भन्नाले अब वर्षको एकचोटि आउनु वर्षको 2 चोटि आउनुहुन्थ्यो तर यहाँ पनि दिदीहरू दाइहरू सब हुनुहुन्छ यताउता अब आफ्नो मान्छेहरू चाहिँ सबै हुनुहुन्छ कि यताउति चाडबाड आए पनि त्यस्तो एक्लो फिल चाहिँ हुँदैन तर के हुन्छ भनेपछि माइत भनेको अब छुट्टै फिल हुने कि माइत भनेको माइत नै हुन्छ नि त दिदी बहिनी अब यताउता हरेक चिजमा अब आफूलाई के बार चाहिँ ठिकै खाने मम्मी नानीहरूको लागि राम्रो चट्ट लाएर बाहिर बस्न अर्ना कुर्ती राखेर त्यसरी मजाले यो भ्यू जोडी हेर्नलाई जस्तो नै आनन्द हामी आउने बाटो सिधै हरेको सिधा हरेको ऊ छ नि त डाइरेक्ट छ त्यही भएर हावा पनि राम्रो आउँछ कि यहाँ चाहिँ हाम्रो शीतल छ ठ्याक्क हरिएको डाँडो देखिन्छ कि हाम्रो मम्मी चाहिँ एकदम खुसी छिन् साथीहरू हाम्रो ग्रिनाइट जोड्ने काम पनि भइरहेको छ काम भ्याइयो भाइ सिडीको काम भ्याइयो सफा गर्ने अहिले यो किन कलर फरक यस्तै हाल्दै रहेछन् त्यो नै यो कलर र अनि यो कलर फरक भयो कि यो फरक छ कि त्यस्तै हाल्दै रहेछन् कि तर योभन्दा यो राम्रो छ के यताको काम चाहिँ भ्याइयो लगभग सिडी र कोल्याको चाहिँ ग्रिनेट लगाउने काम भ्याइयो
मेरो मम्मीले लिएर आएको कोसेली साथीहरू, यसमा छ झिनिया, पुष्टकारी, डुम्रा र झिनिया चाहिँ मेरो छोरीहरूलाई एकदम मनपर्छ र यो बिस्कुट पनि फेभरेट हो। र कोसेली मध्ये चाहिँ कतिपय मेरो छोरीहरूले खाएर पनि सके र अरूलाई बाँडेर बचेको कोसेली हो। यो चाहिँ मेरो लागि, सबैलाई बाँडिसकेपछि बचेको कोसेली हो मेरो लागि। र स्पेसल कोसेली चाहिँ मेरो मम्मीले लिएर आछिन्, घरमै पालेको कुखुराको रोस्ट। यति टाढाबाट छोरी ज्वाइँ छोरा नातिनीहरूले खान्छन् भनेर चाहिँ मेरो मम्मीले यति टाढाबाट घरमै पालेको कुखुराको चाहिँ रोस्ट बनाएर लिएर आछिन्। आमाको मन भनेको चाहिँ यही होला साथीहरू, आफ्नो छोरछोरीलेलाई नखुवाएसम्म चाहिँ आफूले खान मन नलाग्ने। यो कति वर्ष पालेको थियो मम्मी कुखुरा? अब 1 वर्ष हुन्छ असोजमा। 1 वर्ष हुन्छ। मेरो मम्मीले बनाएको रोस्ट देख्दा पनि एकदम राम्रो छ र खाँदा पनि एकदम मिठो छ। रोस्ट त पाकेको छ साथीहरू, तर अलिक चिसो छ, त्यसैले यसलाई चाहिँ हामीले फेरि तताउन लाग्छु म। मम्मीले ल्याएको रोस्टलाई मैले फेरि फ्राई गरिसकेँ साथीहरू। र हाम्रो मम्मी बजारबाट आएदेखि फोनमै बिजी छिन्। कोसँग बोलेछ? हाम्रो दिदी। हेलो सन्चै हौ? सब ठिक छ दिदी। कस्तो छ साइस? कस्तो छ साइड? मिठै छ। हजुरआमाले बनाएको रोस्ट नातिनीहरूलाई साह्रै मन पर्यो रे साथीहरू। धेरै पछि हाम्रो घर पनि एकदम रमाइलो भएको छ मम्मी आएर। सो आजको भिडियोलाई पनि म राख्छु यहीँसम्म। भेटौँला अर्को भिडियोमा। बाई बाई।